यो हाम्रो वाल कमोडको सिस्टम भइहाल्यो। यो हामीहरु चाहिँ अहिले भर्खर फिट गरेको। अनि तपाईको भुइँदेखि हाम्रो 16.5 छ, यतादेखि पनि 16.5 छ। यो र यो 60 इन्ची छ। हामीहरु 60 इन्ची हाल्यो भने अलि महँगो कमोड आउँछ। अब त्यो भुइँदेखि 16.5 छ भने 8 इन्ची आउँदाखेरि 8.5 60 इन्ची ताइल लेभल आएपछि ठ्याक्क 9, 7.5 आयो भने ठ्याक्क 9 इन्ची आउँछ, 7.5 आयो भने ठ्याक्क 9.5 इन्ची आउँछ। हामीलाई चाहिने चाहिँ 8 देखि 8.5 9 9.5 सम्म भए पुग्छ। अनि यो चाहिँ हाम्रो स्प्रे पोइन्ट भइहाल्यो। यो चाहिँ हाम्रो भित्र सिस्टममा गएको भइहाल्यो। यो चाहिँ हाम्रो डाइभेटर भइहाल्यो। यो चाहिँ हाम्रो बेसिन डाइभेटर भइहाल्यो। अब भुइँदेखि ठ्याक्क हामीहरु 44.5 हालेछौँ। त्यता त बेसिन सिस्टम हाल्दाखेरि ठ्याक्क 34 इन्चीमा आउँछ। 34 इन्ची भयो भने हाम्रो ठ्याक्क 10 इन्ची 8 इन्ची 9 इन्ची भइपुग्छ हामीलाई बेसिनको डाइभेटर। यति नै हो।